लस्सो फ्याफुल्ला नमस्कार टाँसिदेले सम्पूर्ण मित्रहरूमा। आज म यतिखेर धादिङ र नुवाकोटको सिमानामा पर्ने पवित्र धार्मिक पर्यटक स्थल वाका क्षेत्र अन्तर्गत पर्ने वाकाको ठिक माथि गुरु रिम्पोछेको मूर्ति भएको स्थान जम्बल गोम्बोमा छु र यो ठाउँबाट तपाईलाई चाहिँ म अर्को एउटा ठाउँ चिनाउन गइरहेको छु। जुन ठाउँ चाहिँ मेरो टाउकोको माथि रहेको छ यो डाँडाको नाम चाहिँ सिङ्ला भन्छौँ हामी, सिङ्ला। यसमा चाहिँ यो ठाउँमा चाहिँ हामीले साकेमुनि बुद्धको भगवान गौतम बुद्धको चाहिँ मूर्ति निर्माण गर्ने हाम्रो चाहिँ योजना रहेको छ र यहाँ चाहिँ हाम्रो नेत्रावती डब्सङ गाउँपालिकाबाट पहिलेदेखि नै यो डाँडामा चाहिँ बुद्धको मूर्ति बनाउने र यो ठाउँमा चाहिँ बुद्धको मूर्ति बनाउनको लागि बजेटको चाहिँ व्यवस्थापन गर्ने भनेर गाउँपालिकाले भनिरहेको छ। पक्कै पनि गाउँपालिकाले भनेको त्यो कुरा चाहिँ पुरा होस् त्यही भन्न चाहन्छु। र हामीले यो वाका क्षेत्रलाई चाहिँ धार्मिक पर्यटक स्थल बनाउने जुन एउटा गुरु योजना छ त्यो अनुसार चाहिँ हामीले यो स्थानमा जहाँ अहिले म बोलिरहेको छु यो ठाउँमा हामीले गुरु पद्मसम्भवको मूर्ति जो चाहिँ हाम्रो सम्पूर्ण दानदाताहरूबाट चन्दा सङ्कलन गरेर श्रमदान गरेर हामीले निर्माण गरेका छौँ भने त्यस्तै गरेर यो सिङ्ला भन्दा पछाडि अर्को डाँडा छ जसलाई चाहिँ हामी फोगाजो भन्छौँ। त्यसको एउटा फोगाजोको पनि एउटा ऐतिहासिक नाम हो, त्यसको एउटा ऐतिहासिक पक्ष पनि छ। त्यहाँ चाहिँ हामीले अवलोकितेश्वरको मूर्ति निर्माण गरिसकेको अवस्था छ। त्यसमा अलिकति पेन्टिङ लगायतको कामहरू चाहिँ बाँकी रहेको छ र हामीले चाहिँ यो नेपाल अहिंसावादी बौद्ध धर्मविश्रान्ति चक्र सङ्घ यो जम्बलदुर्चे डुबखाङ गुम्बाको चाहिँ अग्रसरतामा गुम्बाको चाहिँ नेतृत्वमा यो ठाउँलाई चाहिँ पवित्र बौद्ध तीर्थ बनाउने उद्देश्य स्वरूप यो तीनटा डाँडामा चाहिँ कञ्चोसम्मको जुन मूर्ति निर्माण गर्ने योजना छ त्यो अन्तर्गत हामीले दुईटा मूर्तिहरू यहाँ चाहिँ गुरु पद्मसम्भवको र त्यो पछाडिको डाँडा जहाँ फोगजो भन्छौँ हामी त्यहाँ चाहिँ हामीले अवलोकितेश्वरको चाहिँ मूर्ति निर्माण गरिसकेका छौँ भन्दाखेरि यो सिङ्ला डाँडामा चाहिँ हामीले बाँकी छोडेका छौँ, किनभने यो ठाउँमा चाहिँ गाउँपालिकाले निर्माण गर्ने भनेर घोषणा गर्नुभएको छ। लस्सो फ्याफुल्ला।